एकदमै ऱ्यान्डमली निस्किने अलिअलि आइडिया होस् कि हो यो बाटो गयो भने राम्रै ठाउँहरू भेटिन्छ भन्ने। गाइस कस्तो दामी देखेछ कि बाइक पछाडिबाट। ओए पुरै टिपेर लैजाउँ न यो, के भन्छौ? अनि यसलाई निचार्ने, यसको जुस निस्किन्छ नि त, अनि त्यसरी ग्लासमा हालेर अनि चिया छानेर खाने। दाइ माथि कुनै घुम्ने रमाइलो केही ठाउँहरू छ र? यति बेला आउने हो त। बवाल पानी पर्ला जस्तो भएको छ, सानो चिटिक्क रहेछ झर्ना चाहिँ। हे गाइज गुड आफ्टरनुन, वेलकम टु माई न्यू ब्लग। आई होप यु गाइज आर फाइन। म पनि एकदमै ठिक छु। अनि आफ्टर लङ स्याटरडे एउटा राइड जाउँ न भनेर लाइक धेरै नै प्लान गरिराखेको थिएँ म, बट भ्याइराखेको थिएन। आज मस्त घाम पनि लागेको छ, किन भन्दाखेरि पछिल्लो एक हप्तादेखि रेगुलरली पानी परिरहेको थियो। सो आज फ्रेस छ वेदर। अब लेट्स होप इभिनिङसम्म पानी पऱ्यो भने पनि केही छैन। रेनकोटहरू बोकेर जाँदैछु म र सुषमा दुईजना मात्रै। अनि अब केटिएम बाइक धेरै पछाडि एउटा राइड जाँदैछौँ। अलिकति ऱ्यान्डम हुनसक्छ, लोकेसन अलिक मजाले फिक्स गरेको छैन। अनि ब्लग चाहिँ लास्टसम्म हेर्नु होला है त, स्टे ट्युन्ड। क्या चर्को घाम लागेको छ यार। लेट्स गो। के छ तिम्रो यो कति ठुलो भयो क्या लुगाले गर्दा। ग्लोभ्स र ऊ त भित्रै छ नि त, फेरि बिना ग्लोभ्सकै जाउँ, छोडिदेऊ अब। मेडिकल भित्र के फार्मेसी भित्र। स्याटरडे आज हामीले हाम्रो फार्मेसी र मेडिकल सबै बन्द गरिदिएछौँ। अघि बिहान चाहिँ 2-4 घन्टा त खोलेकै हो, किन भन्दाखेरि कहिलेकाहीँ यसो हामी पनि त राइट साइड जाउँ न हो। बाई द वे गाइज, यो बाटो भनेको तपाईँको स्विजरल्यान्ड पार्क अनि कालुपाण्डे डाँडा होइन, हेभेन डाँडा जाने बाटो पनि हो। धेरैजना लाइक शनिबार पिकनिकहरूको सिजनमा चाहिँ पिकनिक खान आउनुहुन्छ अनि घुम्न ओर्नलाई अति नै फेमस ठाउँ हो गाइस। अस्ति म मर्निङ वाक आएको यही फिल्डमा हो। अब फेरि आउनु पर्ने हुन्छ 2-4 दिन। क्रिकेट खेलिरहेछ नि यहाँ। सी भ्यू अलरेडी बवाल। यहाँदेखि हामी फर्स्टमा चाहिँ कहाँ निस्क्यौँ भन्दाखेरि बलम्बु अनि गुर्जुधारा। हेर न कस्तो राम्रो बाटो पनि बवाल छ, अनि चारैतिर चाहिँ एकदमै फ्रेस डाँडा काँडा होइन। अलि जे होस् स्वच्छ सफा सुग्घर नै छ कि। कलङ्की कस्तो क्राउडेड छ है। अनि कलङ्कीदेखि जम्मा 2 किलोमिटर भित्र आउनुभयो भने यतिको पिसफुल ठाउँ चाहिँ छ। तर के गर्ने, सबै पाहाडमा घर बनाइसकेको छ है, क्लटिङ गरेर। ओ राइडर, यो राइड जान कम हुनुको एउटा कारण के पनि हो भन्दाखेरि लगभग जति चाहिँ राम्रो ठाउँहरू छ वरिपरि काठमाडौँको गइसकेका छौँ हामी होइन। पहिला त एकदमै हार्डकोर हुन्थ्यो नि त हाम्रो राइड, गएको गयो नि त एभ्री स्याटरडे राइड। सी गाइस कस्तो राम्रो यो हो कि टिपिकल नेपाली भाइब्स, पुरै मन्दिर जस्तो बनाएको छ। अनि त्यहाँबाट हामी निस्किन्छौँ, पुरै हेर्नु न आँगनबाटै बाइक चलाए जस्तो कि। पुरै यहाँ जात्राहरू लागिरहेको हुन्छ बेला बेला होइन। कति धेरै मन्दिरहरू छ हेर न यहाँ पनि, कस्तो राम्रो छ नि। अनि हामी सबै ठाउँहरू गइसकेको भएर पनि अनि कहाँ जान्छ भन्दाखेरि नयाँ ठाउँ नै आउँदैन कि दिमागमा कुनै पनि। अब तपाईँहरूलाई कुनै नयाँ ठाउँ, अलि भाइरल ठाउँ, अलि रमाइलो ठाउँ थाहा छ भने कमेन्ट गरिदिनु होला, हामी त्यहाँ जाउँला राइड होइन। तर त्यही हो कि त अलिकति लङ राइडको लागि प्लान गर्न पऱ्यो, 3-4 दिन 5 दिन होइन। त्यसको लागि फेरि टाइम चाहिँ बल्ल मिलाउनु पर्छ। तिमीलाई मैले यो बाटो लिएर आएको थिएँ र यहाँ चाहिँ होला सुस नगरपालिका। हेर त यो चाहिँ होला कि मेन सोची। तपाईँहरूलाई मैले भनेको ठाउँ चाहिँ यो हो कि वी केम हेयर। अब अलिकति अगाडि गएर लेफ्टतिर थियो होइन र। हेर कस्तो राम्रो छ क्या यो। यस्तो इन्फ्रास्ट्रक्चरहरू त बनेको छ है। हेभेनली भिलेज रिसोर्ट होइन, अब नेटवर्कै छैन त के को हेभेनली भिलेज रिसोर्ट। यो बाइकको पनि चेकअप बेला भएको छ होइन। म त सबै कुरा इग्नोर गरेर बसेको छु यार। ओए हेर न सुस, पानी नपरेर कस्तो लाइक त्यो रेगुलर पानी परेर पनि होला होइन। क्या दामी देखाएको छ नि, फ्रेस। वेलकम टु थानकोट।
ओके सो वी आर टेकिङ लेफ्ट टर्न बाट भन्ज्याङ मसिने बाटो भनेर लेखेको छ होइन माथि होइन होला यहाँ के रहेछ के रेजोर्ट रहेछ नि त अर्को एउटा माथि पिसफुल इन्भाइरोमेन्ट माथि मन्दिर रहेछ त है जानुपर्छ क्या हो लेट्स इन्जोय सो गाइज हामी आउन खोजेको रेजोर्ट चाहिँ त्यहाँ छ राइट साइडमा त्यहाँदेखि पनि अति बवाल देखिन्छ त्यहाँ जस तिनीहरूले राम्रो बनाएको छ त्यो गार्डनहरू है फोटोहरू क्लिक गर्ने ठाउँहरू बवाल छ अनि त्यो धेरै नै पुरानो रेजोर्ट रहेछ क्या युट्युबमा मैले सर्च गरेँ 7 वर्ष हो कि 6 वर्ष अगाडि एउटाले भिडियो राखेको थियो मिलन चोक भन्ने आयो ल गइहाल्छ नि मान्छेलाई यार मान्छेलाई रमाइलो गर्ने पिकनिक गर्ने नाच्ने गाउने ठाउँहरू चाहिराखेकै हुन्छ नि ल अफरोड स्टार्ट भयो जाने हो त अफरोडिङ सो हामी मिलन चोक भन्ने ठाउँसम्म त आयौँ है नजाउँ होला हौ यो बाटो काभ्रे प्लान चोक पुगिन्छ भनेर तपाईँहरू नफस्नु होला यसलाई जिस्काइरहेको म पहिला यार मेरो एनएस बाइक हुँदाखेरि यसले के भन्थ्यो अरे सुस त्यो बाइकको टाउको के हुन्छ त्यो बाइक अलिकति पुरानो हुँदै गएपछि साउन्ड आउँथ्यो अनि यसले चाहिँ त्यो बाइकको टाउको नै निस्केर तल जान्छ भन्थ्यो कि अति चाहिँ हेप्नु भएन त्यही हेपेको भएर यत्रो बाइक किनेको पनि मतलब भएको छैन सुस घुम्न जानै पाएको छैन गजबको ठाउँ के उठाउ तिम्रो पेसेन्टहरूको फोन होला नि गजब ठाउँ छ पक्का यहाँ बाइक पार्क गर्छ फोटो खिच्नुपर्छ लुक गाइस लुक एट माई बेस्ट एन्ड लुक एट द भ्यू माथि घर छ हेर न एउटा फेरि तिनवटा त्यही एउटा गाउँ होला फेरि है ल हाई भन चिन्नुभयो साथी धेरै पछि ब्लगमा ब्याक भएको छ मान्छे सी गाइस कस्तो दामी देखेको छ कि बाइक पछाडिबाट एन्ड सी यहाँ एकजना आमा हुनुहुन्छ गाई बाख्राहरू चलाइराख्नु भएको छ मस्त एन्ड सी यो मान्छेले काम नपाएर यहाँ बसिराखेको छ कता हो तपाईँ राइट सो गाइस हामी यहाँ मस्तै बसेर एकछिन चाहिँ भिडियो बनायौँ फोटोहरू पनि क्लिक गरेका छौँ इन्स्टाग्राममा हेर्नु होला फलो गर्नु होला गाइस प्लिज फलो अन इन्स्टाग्राम आई विल फलो यु ब्याक यसो साथी बन्नुपर्छ इन्स्टाग्रामतिर ओके न सुस के न बाघै आयो जस्तो क्या अब जाला नि तलै फेरि ओए पुरै टिपेर लैजाउँ न यो के भन्छौ एक झोला खोलातिरबाट पाउँछ कि अनि यसलाई निचार्ने यसको जुस निस्किन्छ नि त अनि त्यसरी ग्लासमा हालेर अनि चिया छानेर खाने रमाइलो छ हौ मेरो हातमा यो होइन एउटा मुसा आएर छिरिरहेछ त्यो एआईमा हुन्छ नि कानमा छ्याएको छिर्छ नि भित्र खुसी गर्छ नि हो त्यस्तै भएर धेरै पछि आएको भएर हो कि के हो आई एम लिटरली इन्जोइङ गाइज लुक इट्स ब्युटिफुल नाउ राइडिङ मोड अन गाइज बाटो त बनाउनै पर्यो नि गाई त बाल्यो ढुङ्ग्रोमा मै छैन जसले जे भने पनि एउटा एज हुन्छ कि गाइस बाइक कुदाउन पर्ने 100 को स्पिड पुर्याउन पर्ने टप स्पिड चेक गर्न पर्ने
ए यसरी नकुदाउन भन्नु भन्दै थियो कि होइन दसैँको बेलामा दशा लाग्ला भन्दै थियो मलाई यस्तो रिस उठेको होइन जे भयो नि त्यसरी भन्ने होइन नि त हामी दादाबाट फर्किँदै थियौँ एक त 7 दिनको राइड थियो दिमाग खराब भइसकेको थियो कहिले फर्किनु भएको थियो यही हो काफलचौर भन्ने ठाउँ जहाँ सोध न यहाँ माथि केही घुम्ने ओर्ने ठाउँहरू छ र दाइ छैन भने हामी फर्किने काठमाडौँमै पर्छ यो ठाउँहरू ए धादिङ हो ए ओके हजुर नौबिसे हजुर ए ल दाइ धन्यवाद बाटो यो हो कि हो भन्ने भयो कि फेरि टावर जाने बाटो होइन ल ए गइदिउँ न गइदिउँ आजको वेदर गुड छ भनौँ न पानी सानी परेको छैन दिनदिनै पानी पर्ने मौसममा पनि छ बाटो त अब यसरी नै आएको पनि रमाइलो हुन्छ कि एक तरिकाले हेर्ने हो भने जाउँ न धेरै उ लाग्यो भने फर्क्यौँला केही थिएन बाटो पिचै पिच छ भन्थ्यो नि त फेरि तल्लोबाट पिच भन्नुभयो होला है Alright, so we are guys into the jungle, into the woods. ओए कोइली बोल्यो नि त साथी अनि धाक लाउनै पर्दैन काँक्रो हो फल्दै छ होला त बाटो चाहिँ सुनसान छ यार कोही छैन अनि अर्को यो कस्तो बाटो लाग्यो मलाई थाहा छ नुवाकोट जाँदाखेरि पनि यस्तै बाटो छ कि त्यो गाउँबाट निस्केको थियौँ हामी त्यो लौके झर्नाहरू जाँदाखेरि के अलिक त्यस्तै पनि छ है ओह यस्तो डेन्जर बाटो भेट्छ नि त फेरि यसरी हिँड्यो भने धेरै चाहिँ अफरोड जानु मन छैन तलैबाट हालौँ मलाई तल भनेको माथिबाट हालेछु नि त फेरि यतिको त एडभेन्चर गर्दा नै पर्छ हौ कमन यहाँ पे कसले गरिदियो त्यसको राम्रो व्यवस्थापन छैन मार्केटमा प्राइस छैन अनि पेमेन्ट गर्ने काम त यही हो होइन उत्पादन गर्ने फलफुल यही हो सागसब्जी यही हो कति टाइम लाग्ला 10 मिनट है हस् धन्यवाद तल यता तिमीलाई थाहा छ क्या फेरि सबै हो हेर्छुस् कस्तो राम्रो मान्छेले घरलाई महल जस्तो बनाएर राखेको छ मस्त यार आम्मा हैट यता आउनुलाई रहेछ नि त तिमीलाई मैले भने नि आज म त्यसलाई पोखरा पुरै छोड्छु अनि याद गरिराख त्यो ठाउँ अहिले पोखरा जानु चाहिँ अति रमाइलो भएको छ नौबिसे भने चाहिँ यही होला अब होइन अब यहाँबाट याद गर ल बाटो कहाँबाट छिर्ने हो भनेर पिच बाटो भनेको थियो नि होइन पक्का होला यही होला अस्ति नै कौशरहरू यही बाटो गएको त हो नि तिमी थियो होइन हो राति फर्केको थियो त उनीहरू झर्ना 3 छाङ्गे झर्ना टाढा हो हजुर हामी गएको छैन हजुर 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 धेरै टाढो त छैन नजिकै त पानी आउला जस्तो छ आउनु पर्ने हामी यतिकै नजिकै आएको थियौँ अनि जाउँ भनेर ए यो पिचबाट है हुन्छ हस् आमा यतिखेर आउने हो तरे सिम्बा फल होइन त्यो ललितपुरको राम्रो झर्ना थियो यार त्यो पनि त्यो त लास्टै भित्र थियो त्यो नि बहुत भित्र थियो क्या यसो मैले यो बाइकको चेन ल्युब ल्याएर ठिकै गरेँ क्या त्यो स्प्रे यस्तो ड्राई भएको थियो बाइक वास गर्न नि मन लागेको छैन मलाई पानी परेछ है अलिकति पानी परेपछि फेरि पुरै फोहोर भइहाल्छ यो बाइक
अलराइट 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 अब कता वाउ यहाँ बाइक रोकेर फोटो खिच्नुपर्छ क्या मुस्ताङमा पनि छ मनाङमा पनि थियो नि यो बाटो त आए जस्तो लाग्छ मलाई हो अब आइसके पछाडि जानुपर्ने हुन्छ भन्दा भन्दै सोद्धा सोध्दै झर्ना पनि आइयो ल आई होप एकछिन त्यहाँ गएर मस्त एकैछिन बसेर निस्किहाल्नुपर्छ यार मस्तै वेदर त पुरै बवाल पानी पर्ला जस्तो भएको छ अलिकति अप्ठ्यारो हुनसक्छ बाटो चाहिँ दामी थियो कहाँ आएको मान्छे हामी झर्न आइरहेछौँ एनिवे एन्जोय द ब्लग भिज्ने हो र बेला नुको बेला त चिसोले झन् बिरामी कति धेरै पुताले हो यो राइट ल है सानो चिटिक्क रहेछ झर्ना चाहिँ फुल फ्लोमा चाहिँ झरेको छैन जेहोस् आइपुग्यौँ हामी अब एकछिन यहाँ बसौँ इन्जोय गरौँ ब्ल्याक कलरको बटरफ्लाईहरू एक ठाउँमा जम्मा भएर मस्त यताउता गरेर उडै छ है तर झर्नाको वरिपरि अलिकति कस्तो कस्तो छ है अलिक सिक 4 टाइपको छ यो ब्रिज पनि राम्रो छ सुस आर्क ब्रिज त्यहाँ जानुपर्छ हौ फोटो खिच्नलाई एन्ड द कन्डिसन अफ वाटर इज समथिङ लाइक दिस एनिवे हामी यहाँ आएर एकचोटि हेरौँ न भनेर के कस्तो रहेछ गाइस अनि यतिको त हो यो कतिको गहिरो होला थाहा छैन ब्रोहरू पनि भित्र गएकै छैन होइन आई हेभ नो आइडिया गाइज सी दिस वाटरफल है वरिपरिको भ्यूहरू पनि सर एकचोटि हेरौँ न नट ब्याड है किरा चाहिँ आएको आइछ भने के हो क्या पानी धमिलो भएर कस्तो नराम्रो छ है यस्तो झर्ना त त्यो लङ राइड जाँदाखेरि हाम्रो बाटोमा मोडीमा भेट्छ हो किन तर ठिकै छ अब अरूभन्दा नि हामी रमाइलो गर्दै गफ गर्दै जिस्किँदै आएको हो नि त आज मजाकमा यसरी त हामी कहिले पनि जाने थिएन है हाम्रो पुरै फुल्ली प्लान्ड हुन्थ्यो कहाँ जाने पहिल्यै सबै कुरा फिक्स्ड हुन्थ्यो नि त त्यही भएर कहिले काहीँ यस्तो पनि जानुपर्छ क्या 9:20 आएर यो झर्ना पनि आएर नाउ वी आर फाइनली रिटर्निङ ब्याक आजाऊ उहाँ ब्रदरहरू पनि थानकोटदेखि नै आएको अरे खै 7 घुम्तीमा अझै ठुलो झर्ना बट लुक एट द भ्यू वरिपरि त रमाइलो छ नि त फेरि हामी चाहिँ फाइनली फर्किँदैछौँ एकैछिन बस्यौँ फोटो र थोरै भिडियोहरू क्लिक गरेको छु के कस्तो लाग्यो भन्नु होला उतैतिर गएर अलिकति मिठो खाजा खानुपर्छ यहाँ फोटोसुट चलिराखेको छ पानी नपर्दिए हुन्थ्यो सबभन्दा मेन कुरा त्यो यस गाइस ब्याक टु मेन रोड धेरै भित्र त होइन रहेछ उयो केले हान्ने के कस्तो लाग्यो यार कहाँ जाने यहाँ जाने दामी पानी पर्यो यार कस्तो गुड टाइममा हामी तल आयौँ भने यु क्यान सी यता आएर फस्नु लेखेको रहेछ नि त मस्त भिज्दै ओर्दै गाइज फाइनली हामी थानकोट चाहिँ आइपुगेका छौँ यति ठुलो पानी पऱ्यो कि रेनकोट लाउँदा पनि तल सुजहरू सबै मस्तै भिजेको छ र फर्स्ट स्न्याक्स आइसकेको छ मस्त चिकन बाइट हान्दैछ है साथी